हेलो गाइस, नमस्ते। मेरो नाम हो स्याम ब्याम अनि स्वागत छ तपाईलाई मेरो युट्युब भिडियोमा। सधैँको जस्तै म आफ्नो रिस गुनासोहरू पोख्न आएको छु तपाईहरूको सामु। अस्तिको भिडियोमा मलाई नेपाल भनेको के लाग्छ, मलाई नेपाली हुनुमा कस्तो फिल हुन्छ मैले त्यो भनेको थिएँ। अब चाहिँ म यो भिडियो चाहिँ नेपाली मान्छेहरूको बारेमा भन्न गइरहेको छु। नेपाली मान्छेहरू, नेपाली सिटिजन्स भनेको मलाई यस्तो लाग्छ कि तपाईहरू भर्खर एउटा ढुङ्गाको पछाडिबाट एउटा गुफा भित्रबाट निस्कनु भएको हो भने भन्नु। किनभने तपाईहरूको दिमागै छैन। तपाईहरू यस्तो ब्याकवर्ड हैन, पाखे गाउँले ट्वाके ग्वाचे भनेर साध्य छैन के। तपाईहरूको न बोल्ने तरिका राम्रो छ, न तपाईको काम गर्ने तरिका राम्रो छ, न तपाईको स्टाइल ठीक छ, न तपाईको ढङ्ग ठीक छ, तपाईको केही न केही कुरा ठीक छैन के। तपाईको चिनामा हैन यो मान्छे एक नम्बरको पागल ग्वाचे हो भनेर लेखेको होला। र मैले गफ हालेको होइन। नेपाली मान्छेहरू चाहिँ एकदम मलाई ठिकै लाग्छ होइन। अलिकति डिफ्रेन्ट क्लासेसको मान्छेहरू हुन्छ कि। अलिकति रिच टाइप हुन्छ। रिच टाइप यो मसँग पैसा छ, मसँग फोन छ, मसँग गाडी छ, मसँग केटीहरू छ, म यता गएर पार्टी हान्छु, म यो रेस्टुरेन्ट जान्छु, म त्यो होटलमा बस्छु, म त्यहाँ घुम्छु वाला छ होइन। त्यो एउटा क्याटेगोरी भयो। एउटा मिडियम क्लासको मान्छेहरू छ होइन, जसले ठिकै पैसा कमाउँछ। तिनीहरूले चाहिँ टक्कर राम्रो रेस्टुरेन्टमा खान्छ होइन, यताउति घुम्छ होइन। तर तिनीहरू अलिकति कन्जर्भेटिभ हुन्छ कि। मलाई धेरै पैसा खर्च गर्नु छैन, मलाई सेभिङ गर्नु छ, मलाई फ्यामिलीलाई हेर्नु छ, मैले मम्मी ड्याडीलाई पैसा दिनुपर्छ, मेरो एक्सपेन्सेसहरू छ, मेरो फ्युचरको लागि मैले सेभिङ गरेर अलिकति केही गर्नुपर्छ। अनि तिनीहरूको अलिकति रिजर्भ होइन, अलिकति स्मार्ट होइन, अलिकति रेगुलेटेड मान्छेहरू हुन्छ कि। अब अर्को भनेको पोर मान्छेहरू है। पोर मान्छेहरू चाहिँ बेसिकली तिनीहरूसँग पैसा नै हुँदैन कि। तिनीहरूले खाने भनेको पानीपुरी, छटपटे, अनि रोड साइडमा मोमो, ससेज, चाउमिन के। त्यति हो तिनीहरूको जिन्दगी होइन। तिनीहरू चाहिँ मजदुरी गरेर यताउति घुमेर होइन, मान्छेहरूलाई ठगेर यताउतिबाट पैसा कमाउँछ। अनि यताउतिबाट पैसा कमाएर तिनीहरू आफ्नो जीवन अगाडि बढाउँछ। अनि त्यसपछि फोर्थ क्लासको मान्छेहरू चाहिँ हो बेगर्स के, लिटरली भिखारीहरू, अनि काम नगर्ने अनइम्प्लोइड मान्छेहरू। यो क्लासको नेपालीहरू चाहिँ नमुना नै हो कि। यिनीहरूलाई लिटरली कसरी हुन्छ मान्छेहरूलाई उल्लु बनाएर होइन, मुर्गाहरू खोजेर अनि तिनीहरूको पैसा लुटेर आफ्नो जीविका अगाडि बढाउँछ कि। यिनीहरूलाई दे हेभ नो केयर फर द वर्ल्ड होइन। के कुराको चिन्ता पनि हुँदैन कि। तिनीहरूको युट्युबमा फनी भिडियोहरू हेर्ने, हाँस्ने होइन, टिकटक चलाएर बस्ने, टिकटकमा भिडियो अपलोड गर्ने, अनि त्यसपछि नयाँ मान्छे खोज्ने, त्यसलाई मुर्गा बनाउने, त्यसको पैसा लुट्ने, त्यसको पैसामा खाने घुम्ने, त्यो बाहेक अरू केही पनि हुँदैन कि। यो चाहिँ मलाई 4 क्लासेस अफ नेपाली जस्तो लाग्छ होइन। त्यो बाहेक नेपाली मान्छेहरू चाहिँ स्मार्ट छ होइन। धेरै जस्तो अल 4 क्लासेसको मान्छेहरू एकदम स्मार्ट छ। अनि के अरे भेरी काइन्ड पिपल होइन, एकदम दयालु होइन, सबैलाई माया गर्ने, बालीचुडी खानुपर्छ, एक्लै खानु हुँदैन, जे मेरो हो त्यो तेरो पनि हो भन्ने सोच भएको मान्छेहरू पनि नेपाली मान्छे मलाई जस्तो लाग्छ। अनि एकदम पेट्रियोटिक, त्यो चाहिँ एउटा क्वालिटी चाहिँ मैले नेपालीहरूमा एकदम देखेको छु कि। नेपाल जस्तो फक्टअप कन्डिसनमा भयो भने, पोलिटिकल कन्डिसन जति फक्टअप भए पनि होइन, त्यो इकोनोमिक कन्डिसन, मनीको कन्डिसन, बिजनेसको कन्डिसन होइन, प्रोडक्सन सर्भिसेस जुन चाहिँ देशभरि डिस्ट्रिब्युट हुन्छ, त्यो कुराको कन्डिसन रिलेटेड चाहिँ एकदम तिनीहरू एकदम धेरै के भन्छ त्यो, वाट इज द वर्ड, एकदम धेरै तिनीहरू इन्ट्रेस्ट भएको मान्छेहरू के। देशमा के भइरहेको छ, अब के हुने हो, यो मान्छेले यस्तो किन गर्यो, यो नेताले यो कुरा किन भन्यो, यो नयाँ पोलिसी किन निकाल्यो, एकदम इन्ट्रेस्टेड के। यो पेट्रियोटिक कुरामा चाहिँ नेपालको
कुरामा चाहिँ जस्तै इन्डियाले नेपालको थोरै जग्गा मिच्यो होइन, थोरै ल्यान्ड लियो आफ्नो म्यापमा, आफ्नो वर्ल्ड म्यापमा चाहिँ नेपालको थोरै ल्यान्डहरू आफ्नो ल्यान्ड भनेर देखायो। त्यस्तो कुरामा चाहिँ ओ माई गड भनेर सबैजना सोसियल मिडियामा साइको हुने होइन, सबजना मिलेर अलिकति केही कमेन्ट समेन्ट गर्ने, लाइक एउटा बिग इस्यु बनाउने, त्यो चाहिँ मलाई राम्रो क्वालिटी लाग्छ होइन। अनि अर्को नेपाली क्वालिटी भनेको लाइक एकदम कल्चरल के, कल्चरल अनि ट्रेडिसनल। कल्चरल ट्रेडिसनल किनभने चाहिँ लाइक नेपालीहरू होइन, लाइक जो अथेन्टिक नेपालीहरू छ अनि जो मान्छेहरू धेरै त्यो वेस्टर्न सिभिलाइजेसनहरूबाट धेरै ओभर टु मच इन्फ्लुएन्स भएको छैन अनि लिटरली नेपाली समाज कल्चरहरूलाई टोटली इग्नोर गरेको छैन, त्यो मान्छेहरू चाहिँ लाइक एकदम कल्चरल ट्रेडिसनल हुन्छ कि। तिनीहरू चाहिँ फेस्टिभलहरू मान्ने, कल्चरहरू मान्ने, भगवान्हरू मान्ने, आमा बुवालाई धेरै रेस्पेक्ट गर्ने, आफूभन्दा ठुलोलाई रेस्पेक्ट गर्ने, आफूभन्दा सानोलाई माया गर्ने, अनि बेसिकली नेपाली वे अफ लाइफलाई अगाडि बढाउने कि। कल्चरल ड्रेस होस्, कल्चरल फुड होस्, कल्चरल फेस्टिभल्स होस्, कल्चरल डान्स होस्, जे पनि लाइक त्यो परम्परा छ तिनीहरू त्यो चाहिँ कन्टिन्यू भइराख्नुपर्छ भनेर एउटा थट अनि एउटा त्यो मनमा त्यो विश्वास राख्ने के, त्यो पनि एउटा एकदम राम्रो क्वालिटी लाग्छ। अनि अर्को नेपाली मान्छेहरूको बारेमा मलाई अचम्म लाग्ने अनि लाइक रेस्पेक्ट गर्नुपर्ने जस्तो फिल हुने चाहिँ लाइक दे आर सेटिस्फाइड विथ जस्ट सो लिटल के, चाहिँ कति सानो कुराले एकदम ह्याप्पी र सेटिस्फाइड हुन्छ कि। जस्तै आज बिहान दाल भात तरकारी खाएको छ, बेलुका मोमो खान पायो, ओ माई गड सो ह्याप्पी के होइन। नेपालको लाइक फेमस डिस होइन, एभ्रिडे डिस भनेकै दाल भात तरकारी हो। अनि लाइक अहिले त मार्केटमा कति धेरै फुड प्रडक्टहरू छ नि त, वेस्टर्न फुड होइन, इटालियन फुड, फ्रेन्च फुड, इन्डियन फुड, चाइनिज फुड होइन, फुड्स फ्रम अल ओभर द वर्ल्ड। अनि कति भेराइटीहरूको फुडहरू बनाउन मिल्छ अनि सेल हुन्छ, अनि त्यो कुरा नै अडप्ट गर्न सक्थ्यो नि त नेपालीहरूले, तर दे आर स्टिल सेटिस्फाइड विथ दाल भात एन्ड तरकारी। त्यो चाहिँ मलाई एकदम राम्रो क्वालिटी लाग्छ होइन, जस्ट सिम्पल वे अफ लाइफ, सिम्पल वे अफ लिभिङ, अनि त्यो एकदम राम्रो लाग्छ। अनि अर्को क्वालिटी मैले नेपालीहरूमा देखेको भनेको लाइक तिनीहरू लाइक हाई मेन्टेनेन्स छैन कि, हाई मेन्टेनेन्स छैन कि, तिनीहरू बेसिकली लाइक अलिकति फ्रम टाइम टु टाइम राम्रो लुगा लगायो भने, एउटा फोन बोक्न पायो भने होइन, एउटा बाइक चलाउन पायो भने, एउटा स्कुटर चलाउन पायो भने पुग्छ कि। त्यो बाइक तिनीहरूले लाइक धेरै मैले गाडी नै चलाउनु पऱ्यो, म प्लेनमा एक ठाउँदेखि अर्को ठाउँ उड्नै पऱ्यो होइन, म टक्क माउन्ट एभरेस्टमा हेलिकप्टर राइडमा जानु पऱ्यो, म देश विदेश घुम्नु पऱ्यो, त्यस्तो धेरै ठुलो अनरियलिस्टिक होइन, आउट अफ रिच ड्रिमहरू राख्ने त्यस्तो छैन कि। तिनीहरू सिम्पल वे अफ लाइफ होइन, अलिकति मिठो खाना पाए हुन्थ्यो, राम्रो ठाउँमा बस्न पाए हुन्थ्यो, राम्रो मान्छेहरूसँग राम्रो मेमोरीहरू क्रिएट गर्न पाए हुन्थ्यो, त्यति भए पुग्छ कि। त्यो पनि एकदम राम्रो क्वालिटी के ह्युमन नेपाली पिपलहरूको बारेमा। अनि अर्को भनेको लाइक एक्सट्रिमली हाई ड्रिमर्स के। अलिकति म त धेरै जस्तो जति नेपाली मान्छेहरू मैले भेटेको छु होइन, नेपाली मान्छेहरू मलाई एकदम लाइक काइन्ड अफ लाइक आफ्नो फ्यान्टेसी ल्यान्ड होइन, आफ्नो ड्रिम ल्यान्डमा बाँचिरहेको जस्तो लाग्छ कि। लाइक संसार अनि रियालिटी चाहिँ एउटा हुन्छ, तर तिनीहरूले आफ्नो दिमागमा सोचेको रियालिटी र वर्ल्ड चाहिँ टोटली डिफ्रेन्ट हुन्छ कि। अनि तिनीहरू आफ्नो पर्सेप्सन होइन अनि आफ्नो डेली लाइफलाई त्यही इमेजिन्ड वर्ल्डमा रिलेट गरेर बेस गरेर त्यहीमै बाँचिरहेको हुन्छ कि। इभन दो तिनीहरूको प्रेजेन्ट कन्डिसन लाइक टोटली सक्स, तर तिनीहरूको ब्रेनमा भएको रियालिटीको इमेज अनि वाट लाइफ इज अनि वाट इज द प्रेजेन्ट कन्डिसन अफ रियालिटी इज, त्यो चाहिँ टोटली डिफ्रेन्ट हुन्छ कि। लाइक अमेजिङ हुन्छ, अनि त्यसैले तिनीहरू एकदम ह्याप्पी हुन्छ कि इभन वेन थिङ्स आर नट गोइङ सो गुड। अनि त्यसपछि त्यो चाहिँ मलाई एकदम राम्रो लाग्छ होइन। सो बेसिकली आई थिङ्क नेपालीहरू चाहिँ वान अफ द बेस्ट पिपल इन द वर्ल्ड हो होइन। म पनि नेपाली नै हो अभियसली होइन, 27 वर्ष भइसक्यो नेपालमा बसेको होइन। अलिकति धेरै नेपाली समाजमा घुलमिल त भएको छैन, धेरै नेपाली मान्छेहरूसँग घुमिएको बोलिएको साथीभाइ बनाइएको छैन, अहिलेसम्म एउटा पनि नेपाली केटी पटाइएको छैन, तर पनि नेपाली पिपल चाहिँ दामी हो। हामीले यो नेपाली रेसलाई होइन अझै प्रोत्साहन गरेर अझै
इन्करेज गरेर अझै मोटिभेट गरेर यु आर बेटर देन दिस, यु क्यान डु सो मच मोर होइन, तिमीले योभन्दा एकदम धेरै गर्न सक्छौ, तिमीमा धेरै पोटेन्सियल छ, तिमीले आफ्नो सपनाहरू पुरा गर्न सक्छौ। खालि तिमीले आफ्नो एक्सनहरू सुधार्नु पर्यो, आफ्नो प्रेजेन्ट लाइफ कन्डिसनहरू सब बुझेर आफ्नो एक्सन त्यही अनुसार गर्नु पर्यो भनेर हामीले बुझाउन सक्यो भने, त्यो सन्देश पुर्याउन सक्यो भने नेपाली भन्ने एउटा जुन लाइक रेस छ नि होइन, चाहिँ लाइक हामी एउटा युनिक रेस हो कि, लाइक वर्ल्डमा 8 बिलियन पपुलेसन छ अनि वी आर जस्ट लाइक 30 मिलियन के, 30 मिलियन 3 करोड मान्छे मात्र हो क्या हामी। अनि त्यो 30 मिलियन पिपल लाइक लिटरली हामी एक्सप्यान्ड भइरहेको छौँ होइन। अभियसली इन द फ्युचर पपुलेसन ग्रोथ हुन्छ, नेपाली मान्छेको रिच पनि बढ्छ, नेपाली मान्छेले गरेको कामहरू पनि बढ्छ, नेपाली मान्छेहरूको यो वर्ल्डमा इन्फ्लुएन्स पनि बढ्छ होइन। तिनीहरूले के नयाँ प्रोडक्टहरू बनाउला, के सर्भिसहरू क्रिएट गर्ला होइन, बेसिकली एउटा छाप छोड्ला कि। बेसिकली हामीले चाहिँ होइन अहिले चाहिँ सबसे इम्पोर्टेन्ट के हो भनेपछि लाइक यो यङ्गर जेनेरेसन अफ नेपालीज होइन, जुन चाहिँ नेपालमा ग्रो अप भइरहेछ होइन, नेपालमा ग्रो अप भइरहेछ, पढिरहेछ, स्कुल गइरहेछ, सिकिरहेछ, अनि यो होल अहिलेको वर्ल्ड छ नि तिनीहरू लाइक दे आर नट द्याट मच कम्पिटेटिभ होइन त्यो ग्लोबल ल्यान्डस्केपमा हेर्दाखेरि। अनि त्यसैले लाइक वी द ओल्डर जेनेरेसन होइन ह्याभ टु लाइक यु नो टेल देम होइन, गिभ देम द मेसेज लाइक हेर केटाकेटी हो, हामी पनि नर्मल हो अरू ह्युमन बिङ जस्तै, हामी पनि युएसको मान्छे, अस्ट्रेलियाको मान्छे, युकेको मान्छे, चाइनाको मान्छे, जापानको मान्छे होइन, फ्रान्सको मान्छे, जहाँ होस् होइन, जति डेभलप्ड होस् कन्ट्री इट डजन्ट म्याटर, हामी त्यो मान्छेहरू जति नै हामी दामी हो प्लस हामी त्यो मान्छेहरूभन्दा दामी हो। यो लाइक मेसेजहरू तिनीहरूसम्म पुग्नुपर्छ। लाइक एनिथिङ इन लाइफ इज पोसिबल होइन, फ्युचरमा झन् अमेजिङ कुराहरू हुनेवाला छ होइन। लाइफमा जे गर्न मन लाग्छ, जे अचिभ गर्न मन लाग्छ, जहाँ पुग्न मन लाग्छ लिटरली त्यो सब गर्न सकिन्छ। लाइफ यस्तो दामी हुन्छ होइन। आई विस आई वाज यङ्गर होइन, म 27 इयर्स ओल्ड मात्र हो तर पनि आई विस आई वाज लाइक 5 इयर्स ओल्ड होइन। तर जो यङ जेनेरेसन दे आर ग्रोइङ अप, they are the Nepali people that is going to shape the future of our country and of the human Nepali race। त्यसैले केटाकेटी हो, बच्चाबुच्ची हो, राम्रो गर्नु जिन्दगीमा, दामी पढ्नु होइन, नयाँ नयाँ कुरा सिक्नु, नयाँ ट्रेन्डहरू फलो गर्नु, आफ्नो लाइफमा जे गर्न मन लाग्छ त्यो गर्नु। लाइक फक मम्मी ड्याडी होइन, फक समाजले के भन्छ, फक हाम्रो कन्ट्री यस्तो छ होइन, फक म गरिब छु, फक हामीसँग रिसोर्सेस छैन, फक हाम्रो कन्ट्री ल्यान्डलक छ, फक हाम्रो कन्ट्रीमा इन्फ्रास्ट्रक्चर छैन, टेक्नोलोजिकल डेभलपमेन्ट छैन। इट डजन्ट फकिङ म्याटर, वाट म्याटर्स इज वाट यु बिलिभ द्याट यु आर होइन। अनि तिमीले के विश्वास राख्छौ, तिमीले के सपना राख्छौ, तिम्रो गोल के हो, अनि आफ्नो जिन्दगीमा तिमीले कसरी आफ्नो डेली एक्टिभिटिजहरू गर्छौ। अनि डे बाई डे स्ट्रगल हसल हो होइन। स्ट्रगल हसल गर्दै 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 गएपछि त्यसपछि one day you will literally build the life of your dreams. Nothing is impossible, guys. Nepali people are the coolest motherfuckers on earth, you know. And we are going to make Nepalis kind of, you know, like a trend or revolution on this world. The future is gonna be a society, a world where Nepalis take over, going to create the latest products, the coolest businesses, you know. Nepalis are going to go to the moon, Nepalis are going to go to Mars होइन। हाम्रो देश कडा हुन्छ क्या जबसम्म यो नेपाली जोस जागर होइन हिम्मत साथमा छ। लाइक एनिथिङ इज पोसिबल गाइज। सो द्याट्स इट फर टुडे। आई लभ यु नेपाली पिपल, नेपालीज फर एभर होइन, नेपाली टिल आई डाई, गोर्खाज टिल आई डाई। लेट्स गो बेबी, लेट्स मेक नेपाल प्राउड, लेट्स फकिङ होइन let the spirit of Nepal and Nepali people literally take over the world। अनि we Nepali united as one होइन। जुन ठाउँमा भए पनि, जुन देशमा भए पनि, विदेश होस् या नेपालमै होस्, we are together, we will support each other and we will be one of the best human race possible। त्यही हो। थ्याङ्क यू फर वाचिङ टु दिस भिडियो। इट्स योर बोय स्याम ब्याम। मजा आयो मलाई आजको भिडियोमा अलिकति यो बोल्न नेपाली मान्छेहरूको बारेमा होइन। अनि त्यस्तै हो। अब भोलि भेटौँला।
फेरि म के टपिकको बारेमा सोचेर फेरि भिडियो बनाउने छु त्यही हो रातिको 10 बज्न लाग्यो मैले खाना पनि खाएको छैन त्यसैले गुड नाइट गाइस म खानासाना खान्छु अनि सुत्छु लाइक सब्सक्राइब एन्ड कमेन्ट सी यु गाइस टुमोरो बाई बाई